जब नेतृत्वमाथि चौतर्फी ढंगले हमला हुन्छ भने बुझ्नुस् कि तपाईको नेतृत्व ठिक ठाउँमा छ भनेर चाणक्यको जुन नीति अनुसार पनि अहिले हामीले आन्तरिक ढंगले चाहिँ पुनर्गठन गर्ने नयाँ नेतृत्व ल्याउने भनेर हाम्रो आन्तरिक छलफल थियो भइरहेको थियो हामी अगाडि बढिरहेको थियौं तर परिस्थिति यस्तो निर्माण भइसक्यो कि सारा सबैले हैन केपीएललाई चाहिँ गलत्याउनु पर्छ भन्ने ढंगले बाहिरी आवाज बढिआयो के त्यसले गर्दा हामी पार्टीको आन्तरिक कुरालाई चाहिँ बाहिरले भनेर जति पर पारेन त्यति नेतृत्व रक्षात्मक त्यति नेतृत्वलाई रक्षा गर्नुपर्ने ठाउँमा एमाले पंक्ति पुगेको छ अहिले हामीलाई बाध्यता भयो बाध्यता पनि के आयो भने केपीएलले नै चाहिन्छ 11 महाधिवेशन भन्ने ठाउँमा बाध्यता बढी भइरहेछ के किनभने एमालेको पंक्ति एमालेको तल्लो लेभलको कार्यकर्ताले बोल्न नपाइकन बाह्य पक्षले बढी हमला भयो अन्तर्राष्ट्रिय शक्तिले चाहन्छ केपीओली कुनै आधा हुँदैन हैन देशभित्रका अन्य गैर एमालेहरु समाजवादीको सबभन्दा बढी पंक्ति चाहिँ केपीओली हुनु हुँदैन भनेको छ माओवादीको सारा कार्यकर्तादेखि सबैको धन्दा कामै त के छ भने केपीओली हुनुहुन्न भनेको छ हैन बालेन अलिकति समर्थक भनेकाहरु हनुमानहरुको सबैको एकमात्र कुरा कुनै आधारमा केपीओली हुन्न भनेको छ भारतदेखि लिएर चाहिँ अमेरिकादेखि लिएर विभिन्न अन्तर्राष्ट्रिय शक्तिहरुलाई टाउको दुखाइ केपीओली छ यो किन यो भइराछ खास मेन प्रश्न चाहिँ यहाँ छ त्यसर्थ तपाईहरुलाई पनि विशेष गरी मिडिया कर्मी साथीहरुलाई नि के चाहियो भन्दा जसले केपीओली विरोध गर्छ त्यतैको मात्रै अझ विशेष गरी अझ बढी मिडियामा अलि छाउने अलि इन्टरभ्यु लिने त्यसलाई बढी फोकस गर्ने यो भइराछ के किन यो भिडी चौतर्फी हमला